आउनुहोस्, प्रेमभित्रको प्यास कथाको भाग 2मा स्वागत छ। अब कथा सुरु गरौँ। बिहान उठेँ, खाना बनाएँ, खाना खाएर अफिस गएँ। पिकनिक जाने कुरा चलिरहेको रहेछ। सबैजना जाने भएछ। मन नभए पनि साथीहरूले कर गरेपछि पिकनिक जान रेडी भएँ। ब्रेक टाइमसम्म लगातार काम गऱ्यौँ। ब्रेकपछि छेउको स्टाफले निर्मला म्यामलाई छेउमा राख्नुभयो। केही काम परेर होला सायद घर जानुभयो। निर्मला म्याम मुस्कुराउँदै काम गर्न थाल्नुभयो। मलाई पनि म्याम छेउमा भएपछि छुट्टै काम गर्ने जोस आउँथ्यो। गफ गर्दै काम गर्दा टाइम बितेको पनि पत्तो नहुने। कस्टमरको फ्लो कम भइसकेको थियो। म घरिघरि म्यामलाई निहाल्थेँ। कपाल स्ट्रेट गर्नुभएछ। सुहाएको थियो। मैले कपाल हेर्दै म्यामलाई भने, तपाईँ त अझै राम्री देखिनुभएछ म्याम। स्ट्रेट कपालले झन् राम्री बनाएछ। हिजो गरेको सर, साथीले कर गरेकाले मुस्कानसहित म्यामले भन्नुभयो। मतिर फर्किएपछि फेस हेरेँ। हल्का उज्यालो देखेँ। आज मन्द मुस्कानसहित गफ गरिरहनु भएको थियो। म सुनिरहेँ। छोराको बारेमा सोधेँ। 2मा पढ्ने रहेछ। घर, परिवार, माइती, सासू, ससुरा, साथीहरू सबैको बारेमा सुनाउनुभयो। म चाख मानेर सुनिदिरहेँ। धेरै बेर आफ्ना कुरा सुनाएपछि म्यामले भन्नुभयो, सरको पनि सुनाउनु न, जिएफको बारे। जिएफ छैन म्याम। रियलमा छैन र? त्यस्तो जिएफ नै भनेर त छैन। हल्का बोल्नेहरू चाहिँ छन्। किन जिएफ नबनाउनु भएको नि? टाइम दिने अल्छी लाग्छ म्याम। तपाईँ त हँसाउनुहुन्छ। अल्छी पनि लाग्छ र? भन्दै म्याम हाँस्नुभयो। मैले भनेको जस्तो भेटेको छैन म्याम। मैले नि मुस्कुराउँदै जवाफ दिएँ। कस्तो मनपर्छ नि तपाईँलाई? है म्याम, थाहै छैन। बिस्तारै थाहा होला नि। कोही चाहिँ 4वटा घुमाउँछन् सर, तपाईँ एउटी पनि छैन भन्नुहुन्छ। सन्देश सर त खाली त्यही बारे सुनाउनुहुन्छ। कुन बेला फस्छन् होला जस्तै लाग्छ। पल र सन्दीप जस्तै। मैले भने, त्यस्तै हुनुपर्ने, अनि थाहा पाउँछन्। म्यामले सही थप्दै भन्नुभयो। घुमाइरहेका छन्, केही भएको छैन, घुमाउन् न त। मैले भने। म्यामले मेरो अनुहार हेर्नुभयो अनि हल्का मुस्कुराउँदै तल हेर्नुभयो। म हेराइ निहालिरहेँ। पहिलाभन्दा भिन्नता महसुस गर्न थालेका थियौँ। म्यामको हस्बेन्ड त्यस्तो भएको भए के गर्नुहुन्थ्यो होला नि? मैले प्रश्न गरेँ। त्यस्तो जस्तो लाग्दैन थियो मलाई त। हुन त भित्री कुरा के थाहा र? बरु तपाईँ चाहिँ बिहेपछि त्यस्तो गर्नुहुन्छ कि हुन्न नि? म्यामले उल्टै प्रश्न गर्नुभयो। खै म्याम, के थाहा र? त्यो बेला मनलाई कस्तो हुन्छ? मैले पनि लागेकै कुरा भने। गफ गर्दा गर्दै 5 बजी छ। म हिँड्ने तर्खरमा थिएँ। ए सर, सुन्नु न, आज बिहान एउटा दाइले 2वटा डेरी मिल्क दिनुभएको थियो। एउटा तपाईँ लिनु ल, म्यामले रिक्वेस्ट गर्नुभयो। डेरी मिल्क खाने र? भनेर मुस्कुराउँदै गोजीमा राखेँ। म्यामको अनुहार हेरेँ। मलाई हेरिरहनु भएको रहेछ। बाटोमा पुग्दा डेरी मिल्क दिएको कुरा सम्झेर हाँसेँ। किन दिनुभएको होला जस्तो लाग्यो। कता कता मलाई त हेर्न थालिन् कि भनेर एक मनले सोच्न थालेँ। हुन त चकलेट दिँदैमा त्यस्तो सोच्दै म कस्तो मूर्ख भन्दै चित्त बुझाएँ। घर पुगेर वाइफाई अन गरेँ। सन्दिपाको मेसेज आएको रहेछ। आज त रिप्लाई गर्नु भएन नि दिनभरि। त्योभन्दा अघि 5-6वटा कता तपाईँ काममा बिजी जस्ता मेसेज देखेँ। मेसेज हेरेर खुसी लाग्यो। मलाई सम्झिने मान्छे पनि छन् भनेर। खराब मान्छे म त, खराब मान्छेको रिप्लाईले दुखी होला हौ भनेर नि मैले नि तरै दिएँ। खराब भनेको थिइनँ है मैले। आफैले आफैलाई त्यस्तो भन्नुहुन्छ। केटाको भर हुन्न भनेको होइन त? के अब म भर गराउने केटी हुनु त? ल ल, भर गर्छु, नरिसाउनु, उसले भनिन्। के गर्दैछौ नि? मैले सोधेँ। आज पेट दुखेको छ, पिरियड भएको छ, सुतिरहेको छु, उसले भनिन्। के हुन्छ नि पिरियड हुँदा? मलाई त थाहै छैन।
म इत्रिन खोजेँ। ब्लड आउँछ नि, पेट दुख्छ, पढ्नुभएको होला त? घाउ भएर ब्लड आए जस्तै आउने हो? मैले सोधेँ। होइन नि, अर्कै आउँछ, जमेको जस्तो। गनाउँदैन त्यो? हल्का। फोहोरी पो हुने रहेछौ पिरियड हुँदा त, मैले रिप्लाई गरेँ। सबै केटीलाई यस्तै हो नि। पेन्टी भएर लाग्दैन त ब्लड? मैले सोधेँ। लाग्छ नि, प्याड फेरिरहनुपर्छ, उसले भने। गाह्रो रहेछ है? गाह्रो छ नि, तपाईँहरूलाई त केही हुन्न, कति राम्रो। आफ्नै व्यथा छ नि, केटाको कुरा तिमीलाई के थाहा र? पिरियड हुँदैन, अरू के हुन्छ र व्यथा? हुन्छ नि, भनौँ त म के हुन्छ भनेर? मैले सोधेँ। छाडा कुरा होला, नभन्नुहोस्, उनले भने। तिमी त कस्तो बोरिङ छौ, मैले भने। तपाईँलाई छाडा गफ गरेर चाहिँ राम्रो लाग्थ्यो होला है? त्यस्तो भनेको होइन, बट कहिलेकाहीँ त मन लाग्छ नि त। तपाईँ त सिर्फ त्यसकै लागि बोलेको जस्तो लाग्छ मलाई त। त्यस्तो होइन हौ, तिमी मलाई मनपर्छ, बिहे गरेर ल्याउन मन छ। माग्न आउनु न त ड्याडलाई लिएर, उसले भनी। 6 महिना जति एक अर्कोलाई राम्रोसँग बुझौँ अनि बिहे गरौँला न, हुन्न र सानो? मैले भने। के बुझ्नु छ, भन्नु त मेरो बारे? तिमीलाई देखेकै छैन, एकचोटि हेर्न मन छ। भेटेर आउनु न त, त्यहीँ भेटौँला। ल मेरो अफिसमा छुट्टी मिलाएर आउँछु। अनि तिमीलाई के ल्याइदिउँ? मैले भने। केही पर्दैन, तपाईँ आइपुग्छ। मलाई घरै लान्छौ त? नाइ, घरमा त हुन्न, बाहिर भेट्ने। म बहिनीसँग आउँछु। घरमा आउन त बुवालाई लिएर आउनुपर्छ। बहिनीसँग पो आउँछौ? बोरिङ। किन र, के हुन्छ र बहिनीसँग आउँदा? मलाई देख्नुहुन्छ त? हेर्न भन्नुभएको होइन र? मनैदेखि सबै कुरा खोल्न मन छ। बहिनीको अगाडि कसरी कुरा गर्नु र? केही हुन्न, सबै कुरा थाहा छ उसलाई, मैले भनिसकेको, उसले भने। ल ल, मैले भने। म त सिर्फ मजाको लागि बोलिरहेको थिएँ, तर ऊ बिहेसम्म पुगिसकेकी थिइन्। साह्रै सोझी केटीसँग बोल्ने भनेर हल्का टेन्सन पनि लाग्यो। बोल्ने त हो नि, के भयो र भनेर मन बुझाएँ। तपाईँ त ल ल भनेर बोल्न छोड्नुभयो त, उसले मेसेज गरिन्। म गेम हेर्दैछु क्या। म चाहिँ तपाईँसँग बोल्न भनेर बसेको, तपाईँ चाहिँ गेम हेर्ने? गेम सकिएपछि बोलौँला न, हुँदैन र? मैले भने। हुन्छ, म पर्खिरहन्छु, उसले भनिन्। म गेम हेर्छु भनेको मान्छे मुभी हेर्न थालेँ। 2 घन्टा जति मुभी हेरेँ अनि मेसेज गरेँ। सुत्यौ? छैन, तपाईँलाई पर्खिरहेको, उनले भनिन्। म छक्क परेँ। ऊ वेट गरिरहेकी रहेछ। म त उसको मायामा फसेँ भनेर हल्का डराएँ पनि। फेरि उसको प्रोफाइल खोलेर हेरेँ। केटी सिम्पल छे। यत्तिको केटी बिहे गर्दा केही फरक पर्छ र भनेर सोचेँ। तपाईँलाई बोल्न मन छैन भने म सुत्छु ल, उसले मेसेज गरिन्। म तिम्रो फोटो हेरिरहेको छु, मैले भने। कुन फोटो नि भनेर स्माइल इमोजी सेन्ड गरिन्। तिम्रो र बहिनीको फोटो हेरेको, डाँडामा खिचेको रहेछ। राम्रै लाग्दैन होला है तपाईँलाई? केटिएममा कस्ती कस्ती केटी हेर्नुहुन्छ होला? राम्री छौ नि, कति राम्रो देखिएको छ? ठिकै छु, मलाई थाहा छ, उसले भनिन्। ब्युटिफुल माई बेबी भनेर लभवाला इमोजी सेन्ड गरेँ। उनी हाँसिन्। अब सुत्छु ल, मैले भने। हुन्छ, गुड नाइट भनेर उनले नि लभवाला इमोजी सेन्ड गरिन्। मैले नि गुड नाइट भनेर सुत्न खोजेँ। 5 मिनट जति सुत्न ट्राई गरेपछि फेरि मेसेज गरेँ। निन्द्रै लागेन, मैले मेसेज गरेँ। सुत्नु भएको छैन? म र बहिनी मोबाइलमा फोटो हेरिरहेका थियौँ। छैन नि, मलाई निन्द्रा लाग्ने बनाइदेऊ न। मैले कसरी बढाउनु र? एकछिन बोल न, म प्र्याक्टिस गरेर सुत्छु। के भन्नुभएको? मैले बुझिनँ। उसले भनिन्। सुत्न हेल्प पनि गर्दैनौ है? मैले तङ्ग्याएँ। मोबाइल पर राखेर सुत्नु न, निन्द्रा लागिहाल्छ नि। जति गरे पनि भएन। ल ल, मलाई माया नै गर्दैन तिमी। मलाई निन्द्रा लागोस् कि नलागोस्, तिमीलाई के चासो? मैले भने। त्यस्तो नभन्नु न,
नभए पनि तपाईँको खुब माया लाग्छ मलाई, उसले रिप्लाई गरिन्। माया गर्नेले यति पनि गर्न सक्दैनन् त? ल भन्नु, मैले के बोल्नु पर्यो? उसले भनिन्। तिमी मसँग अहिले सँगै भएको भए के गर्छौ नि? मैले प्रश्न गरेँ। माया गर्थेँ, तपाईँको छेउमा सुत्थेँ, उसले भनिन्। माया गर्छौ कि गर्दैनौ नि? ल गर्छु, भयो अब? उसले भनिन्। पख्नु ल, मम्मीलाई बोलाउनु भयो, उनले भनिन्। म पर्खिरहेँ। कथा कस्तो लाग्यो? प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने एक लाइक अवश्य गर्नुहोला। यो कथाको तेस्रो भाग लिएर छिटै उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्म प्रतीक्षा गर्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।